आदरणीय दर्शक महानुभावहरू, यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। हाम्रो युट्युब च्यानलमा हामीले नेपाली क्रिकेटसँग सम्बन्धित सम्पूर्ण जानकारीहरू, नयाँ नयाँ अपडेटहरू निरन्तर रूपमा प्रस्तुत गर्दै आइरहेका छौँ। आजको सामग्रीमा हामी आइसिसी लिग 2 कै विषयमा चर्चा गर्नेछौँ, जहाँ नेपालले बलियो राष्ट्र नेदरल्यान्ड्स र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। जुन 2बाट सुरु हुने यो लिगमा नेपालले राम्रो प्रदर्शन गर्नुपर्ने आवश्यकता रहेको छ, तर नेपालको पछिल्लो अभ्यास खेलहरू हेर्दाखेरि नेपालको लय त्यति राम्रो देखिएको छैन र त्यहाँको कन्डिसनले गर्दाखेरि पनि नेपाली टोलीलाई केही गाह्रो भएको छ। यस्तो अवस्थामा नेपालले कस्तो किसिमको नतिजा निकाल्नु पर्दछ र नेपालको सम्भावित प्लेइङ 11 कस्तो हुनुपर्छ, सँगसँगै नेपालले आफ्नो पहिलो खेल खेल्नुभन्दा अगाडि स्कटल्यान्ड एसँग अन्तिम अभ्यास खेल खेलेको थियो, जहाँ नेपाली ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सफल भन्ने भएको थियो। त्यो विषयमा पनि हामीले आजको सामग्रीमा चर्चा गर्नेछौँ। अहिलेसम्म पनि तपाईँले हाम्रो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नभुल्नुहोला। अब लागौँ दर्शक महानुभावहरू आजको सामग्रीतर्फ। नेपाली राष्ट्रिय क्रिकेट टोली यति बेला स्कटल्यान्ड पुगेको छ। नेपालले स्कटल्यान्डमा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग त्रिकोणात्मक सिरिज खेल्नेछ आइसिसी लिग 2 अन्तर्गत, र यो सिरिज नेपालको लागि यति महत्त्वपूर्ण छ कि नेपालले अब पनि यो सिरिजबाट कमब्याक गर्न सकेन भने नेपालको एक दिवसीय मान्यता पनि केही धरापमा पर्नेछन् र नेपालले त्यसका लागि आफूलाई साबित गर्नुपर्ने आवश्यकता रहेको छ। र नेपालको प्रतिद्वन्दी एकदमै शक्तिशाली रहेको छ। एसोसिएट राष्ट्रमा राम्रो प्रदर्शन गर्ने टिमहरू रहेको छ। नेदरल्यान्ड्स र स्कटल्यान्ड नेपालको सधैँ एउटा राम्रो प्रतिस्पर्धीको रूपमा रहेको छ। यस्तो टिम विरुद्ध नेपालले उनीहरूकै घरेलु मैदानमा खेल्नुपर्ने आवश्यकता रहेको छ, र यस्तो अवस्थामा नेपाल एउटा फेरि कठिन परिस्थितिबाट गुजिरहेको छ। अङ्कतालिकालाई हेर्ने हो भने नेपाल अङ्कतालिकाको पुछारमा रहेको छ र यसमा 8वटा टोली रहेका छन् र 8वटा टोलीमध्ये नेपाल पुछारमा रहेको छ। यद्यपि नेपालले अझै खेल्नुपर्ने धेरै खेलहरू बाँकी रहेको छ, तर नेपालले अब आफ्नो लय सम्हाल्न नसकेको खण्डमा नेपालको लागि केही गाह्रो हुने भने निश्चित रहेको छ। दर्शक महानुभावहरू, यो कुरा नेपाल क्रिकेट संज्ञान नयाँ प्रशिक्षक सबैले बुझेका छन् र खेलाडीहरू अब जिम्मेवार भएर खेल्नुपर्ने आवश्यकता रहेको छ। नेपाल क्रिकेट संज्ञानले तयारीको हिसाबमा कुनै पनि कसर बाँकी राखेको भने थिएन, किनभने नेपालले यो अभ्यास खेल खेल्नुभन्दा अगाडि पनि नेपालले युके को टुर गरेको थियो, जहाँ केही क्लबका खेलाडीहरूसँग पनि खेलेको थियो र स्कटल्यान्ड पुगिसकेपछि स्कटल्यान्ड एसँग 2वटा अभ्यास खेल खेलेको थियो। यसरी हेर्दाखेरि नेपाल क्रिकेट संज्ञानले यो तयारीको लागि कुनै पनि कसर बाँकी राखेको छैन। अब त्यसको नतिजा नेपालले ग्राउन्डमा देखाउनु पर्ने आवश्यकता रहेको छ दर्शक महानुभावहरू, र त्यो कन्डिसनको लागि भिज्नका लागि नेपाल केही समय अगाडि नै त्यहाँ पुगेको थियो र त्यहाँको कन्डिसन हेर्दाखेरि नेपाललाई निकै चुनौतीपूर्ण पनि हुनेछ। कन्डिसन र विकेटको हिसाबमा पनि स्कटल्यान्डमा खेल्नु नेपाल सामु ठूलो चुनौतीको रूपमा रहेको छ। नेपालको फ्ल्याट क्रिकेटको तुलनामा स्कटल्यान्डको घाँसे र बााउन्सी विकेट हुनेछ, जुन नेपालको लागि सहज बने छैन। सर्ट बल अझै नेपाली ब्याटर आत्मविश्वासी हुन नसकेको अवस्थामा स्कटल्यान्डको विकेट नेपालको लक्ष्यमा बाधक बन्न सक्नेछ। दर्शक महानुभावहरू, नेपालको कमजोरी पक्ष पत्ता लगाएर विपक्षीहरूले फ्ल्याट पिचमा पनि सर्ट बल तिर्साउने गरेका छन् र नेपालको लागि यो कन्डिसनमा खेल्न अझ कठिन र चुनौतीपूर्ण हुनेछ। नेपालले घरेलु मैदानमा जुन किसिमको प्रदर्शन गर्ने गरेको छ र त्यो लयलाई अब विदेशमा पनि देखाउनु पर्ने आवश्यकता रहेको छ, किनभने लिग 2 का आगामी खेलहरूमा नेपालले अब नेपालमा भन्दा पनि विदेशमा धेरै खेल्नुपर्ने खेलहरू रहेको छ। नेपालले आइसिसी लिग 2 अन्तर्गत औपचारिक रूपमा खेलहरू खेल्नुभन्दा अगाडि अब तपाईँहरूले अलिकति स्कटल्यान्ड एसँग खेलेको अन्तिम अभ्यास खेलको विषयमा हामी तपाईँलाई जानकारी दिन चाहन्छौँ, जहाँ नेपालले ब्याटिङ गर्दाखेरि 253 रन बनाएको थियो 9 विकेटको क्षतिमा, र नेपाली ब्याटरहरूले केही राम्रो इनिङ्सहरू खेलेका थिए यो दोस्रो अभ्यास खेलमा भने, जहाँ गुलसन जहाँ सबैभन्दा धेरै रन प्रहार गरेका थिए र उनको नाममा 64 रन रहेको छ र 47 बलको सामना गरेका थिए। त्यस्तै कप्तान रोहित कुमार पौडेलले 61 रन बनाए, 70 बलको सामना गर्दै भीम सार्कीले 57 रन बनाए 57 बलकै सामना गरेर, र कुशल भुटेलले 31 रन बनाएका थिए 44 बलको सामना गरेर। यसरी नेपाली 4 जना ब्याटरले केही राम्रो इनिङ भने खेलेका थिए, तर यसभन्दा अघिल्लो पहिलो अभ्यास खेलमा नेपाली ब्याटरहरू पूर्ण रूपमा असफल भएको थियो र नेपालले एउटा 102 रनको एउटा फराकिलो पराजय भोग्नु परेको थियो। यो हिसाबले नेपाली ब्याटरहरूलाई त्यहाँ कठिन परिस्थितिमा खेल्नुपर्ने आवश्यकता छ, तथापि नेपालले प्रमाणित गर्नुपर्ने आवश्यकता रहेको छ दर्शक महानुभावहरू। र बलिङतर्फ कुरा गर्दाखेरि सोमपाल कामीले 2 विकेट लिएका थिए भने रिजन ढकालले 1 विकेट लिएका थिए, र यस अगाडिको अभ्यास खेलमा पनि
सोमपाल कामीले 4 विकेट प्राप्त गरेका थिए र रिजन ढकालले पनि केही विकेट प्राप्त गरेका थिए। यसरी नेपाली बलरहरूले राम्रो प्रदर्शन गरिरहेका छन् जुनसुकै परिस्थितिमा पनि, तर नेपाली ब्याटरहरूले आफूलाई प्रमाणित गर्न सकिरहेका छैनन्, खास गरी विदेशी कन्डिसनहरूमा। र नेपालले घरेलु क्रिकेटमा खेल्दाखेरि, घरेलु मैदानमा खेल्दाखेरि नेपाली ब्याटरहरू जमेर खेल्ने गर्छन्, तर जब नेपालभन्दा बाहिर गएर खेल्छन् नेपाली ब्याटरहरू धर्मराउने गर्छन्। यो हिसाबले नेपाललाई निकै समस्या भइरहेको छ। अब नेपाली ब्याटरहरूले त्यो समस्याबाट माथि उठ्नुपर्ने आवश्यकता रहेको छ दर्शक महानुभावहरू। र प्लेइङ 11 को कुरा गर्दाखेरि नेपालले भोलि जुन स्कटल्यान्डसँग पहिलो खेल खेल्दैछ र पहिलो खेल खेल्दाखेरि नेपालले आफूलाई एउटा राम्रो लयबाट माथि उठाउनु पर्ने आवश्यकता रहेको छ। र प्लेइङ 11 को कुरा गर्दाखेरि स्वाभाविक हिसाबमै ओपनरको रूपमा कुशल भुटेल आउनेछन् र कुशल भुटेलले केही राम्रो इनिङ्स पनि खेल्नेछन्, तर आसिफ शेख र अनिल शाह मध्ये कुन आउँछन् भन्ने कुरा अहिलेसम्म टुङ्गो लागिसकेको छैन, किनकि दुईजना अभ्यास खेलमा फ्लप भएका छन्। यो हिसाबले आसिफ शेख र अनिल शाह मध्ये एकजना खेल्नेछन्, किनकि नेपालको लागि एउटा विकेट किपरको पनि आवश्यकता रहेको छ। र दोस्रो नम्बरमा स्वाभाविक रूपमा भीम सार्की आउनेछन्, किनकि भीम सार्कीले राम्रो इनिङ खेलेका छन् हरेक अभ्यास खेलमा र नेपालको घरेलु क्रिकेटमा पनि उनले राम्रो प्रदर्शन गरेका छन् र पछिल्लो समय उनी एकदमै फर्ममा पनि देखिएका छन्। उनलाई राम्रो अवसर पनि रहेको छ आफूलाई अझ प्रमाणित गर्ने, किनकि यस अगाडिका लिग 2 का खेलहरूमा उनी त्यति जम्न पनि सकिरहेका थिएनन्। र त्यसपछि रोहित कुमार पौडेल, गुलसन झा, दिपेन्द्र सिंह यारी, सन्दीप लामिछाने, सोमपाल कामीहरू, यसरी करण केसीहरू आउनेछन्। यसरी दर्शक महानुभाव नेपालको प्लेइङ 11 को कुरा गर्दाखेरि सम्भावित खासै हामीले त्यस्तो परिवर्तन भने पाउँदैनौँ, तर ब्याटरको हिसाबमा हेर्दाखेरि नेपालले केही थप ब्याटरहरू खेलेर खेल्नुपर्ने आवश्यकता रहेको छ। यो हिसाबले नन्दन यादवको जुन डेब्यू अथवा नन्दन यादवले अवसर पाउने सम्भावना केही कम हुन सक्छ, किनभने करण केसीले अन्तिम चरणमा आएर उनले राम्रो इनिङ पनि खेल्न सक्छन्। त्यो हिसाबले नेपालले यति बेला बलिङको हेर्दाखेरि जस्तो स्पिनरको रूपमा हेर्दाखेरि कुशल भुटेलले पनि केही स्पिन गर्न सक्छन्, त्यो हिसाबले ललित नारायण राजवंशीले त्यति मौका नपाउन सक्छन् यस सिरिजमा, किनकि नेपालको मुख्य समस्या भनेको ब्याटिङ हो र ब्याटिङमा ध्यान दिँदाखेरि नेपालले अतिरिक्त ब्याटरहरू खेलाउने गर्नुपर्ने आवश्यकता पनि रहेको छ, किनभने नेपालले जति लामो समयसम्म ब्याटिङ गर्न सक्छ तल्लो क्रममा आएर खास गरी 9 नम्बर, 10 नम्बर, 11 नम्बरसम्मको ब्याटरहरू राखेर नेपाल खेल्नुपर्ने आवश्यकता रहेको छ। र नेपालको ब्याटिङ लाइनअप लामो छ र त्यो लाइनअपलाई राम्रो तरिकाले सदुपयोग गर्न सक्यो भने नेपालले जित हासिल गर्न पनि सक्छ। त्यसका लागि ब्याटरहरू खास गरी माथिल्लो क्रमका ब्याटरहरूले आफूलाई प्रमाणित गर्नुपर्ने आवश्यकता रहेको छ दर्शक महानुभावहरू। र तपाईँले भोलिको यो खेलमा कस्तो किसिमको नतिजाको अपेक्षा गर्नुभएको छ, नेपाली खेलाडीहरूले कस्तो किसिमको प्रदर्शन गर्ला र तपाईँको सम्भावित प्लेइङ 11 कस्तो हुनसक्छ, तलको कमेन्ट बक्समा लेख्दै गर्नुहोला। हामी नयाँ विषयवस्तुका साथमा सँगसँगै भोलि हुने खेलको विषयमा पनि हामीले नयाँ भिडियोहरू ल्याउनेछौँ। त्यति दिनसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।